गर्मी मौसमको लागि खरबुजा निकै लोकप्रिय फल हो। यसमा 90% भन्दा बढी पानी हुने भएकोले शरीरलाई हाइड्रेट राख्न मद्दत गर्छ। साथै यसमा भिटामिन ए, भिटामिन सी र विभिन्न एन्टिअक्सिडेन्टहरू पाइन्छ जुन हाम्रो स्वास्थ्यको लागि लाभदायक मानिन्छ। आज म तपाईहरूलाई घरको कौशी वा करेसा बारीमा अर्ग्यानिक तरिकाले स्वादिलो र रसिलो खरबुजा कसरी उमार्ने भन्ने सजिलो तरिका देखाउँदैछु। यसको लागि सबैभन्दा पहिला आफूलाई चाहिने मात्रामा खरबुजाको बिउहरू लिनुहोस् र 4 घण्टा पानीमा भिजाएर राख्नुहोस्। त्यसपछि भिडियोमा देखाए अनुसारले त्यो बिउहरूलाई अंकुरण हुन छोडिदिनुहोस्। मैले यहाँ वेट टिस्यु पेपर युज गरेको छु। तपाईहरूले यो प्रक्रियाको लागि न्यापकिन, जालीदार कपडाको पनि प्रयोग गर्न सक्नुहुन्छ। हामीले बिउलाई अंकुरण हुन छोडेको आज 3 दिन भइसकेको छ। हेर्नुहोस् त हाम्रो बिउमा टुसा पलाइसकेको छ। अब यो बिउहरूलाई प्लास्टिकको कपमा ट्रान्सफर गर्नेछौँ। त्यसको लागि कपको पिँधमा यसरी काटेर पाल बनाउनुहोस् जसले गर्दा गिलासभित्र पानी जमेर नबसोस्। माटो तयार पार्दा 50% माटो, 30% पाकेको गोबर मल र 20% धानको भुस प्रयोग गर्नुहोस्। बिरुवा रोपिसकेपछि पानी हालेर छोड्नुहोस्। अब हाम्रो बिरुवालाई 10-15 दिनपछि ठुलो ठाउँमा सिफ्ट गर्न मैले पानी जार तयार पार्दैछु। यो प्रक्रियाको लागि तपाईहरूले कुनै पनि पाँडो प्रयोग गर्न सक्नुहुन्छ, तर पाल पार्न भने नबिर्सिनुहोस्, जसले गर्दा ड्रेनेज राम्रो हुन्छ, भित्र पानी जमेर बस्न पाउँदैन, जसले गर्दा जरा कुहिने सम्भावना कम हुन्छ। अब यो पाँडोहरूमा तयार पारिएको माटो हाल्नुहोस्। माटो तयार पार्दा 50% माटो, 30% पाकेको गोबर मल र 20% धानको भुस मिसाउनुहोस्। अब यो माटोको मिश्रणमा थोरै थोरै ट्राइकोडर्मा पाउडर मिसाउनुहोस्। यो एउटा लाभदायक जैविक फङ्गस हो जसले माटोमा लाग्ने रोगजन्य फङ्गसहरूलाई नियन्त्रण गर्छ। यसले जरालाई बलियो बनाउने, बिरुवाको ग्रोथ बढाउने र रोगसँग लड्ने क्षमताको विकास गर्छ। यता हेर्नुहोस् त, हामीले कपमा सारेको बिरुवा 10 दिनमा यत्रो भइसकेको छ। अब यो बिरुवाहरूलाई हामीले त्यो पानी जारमा ट्रान्सफर गर्नेछौँ। यसरी सबै बिरुवाहरू रोपिसकेपछि माथिबाट बोराको टुक्राले छोपिदिनुहोस् ताकि माटोको टेम्परेचर सन्तुलित भइराखोस्। अब बिरुवालाई पानी दिनको लागि ह्यान्डमेड अटोमेटेड ड्रिप इरिगेसन सिस्टम बनाउँछौँ। त्यसको लागि एउटा बोतल लिनुहोस् र एउटा एयरबड्स लिनुहोस् अनि भिडियोमा देखाए अनुसारले फिट गर्नुहोस्। त्यसपछि बोतलमा पानी भर्नुहोस् र जारमा लगेर यसरी राखिदिनुहोस्। हेर्नुहोस् त, हाम्रो ह्यान्डमेड अटोमेटेड ड्रिप इरिगेसन सिस्टम बनिसकेको छ। हेर्नुहोस् त, बिरुवा जारमा सारेको 1 हप्तामा नै यति ठुलो भइसकेको छ। बिरुवा निकै हेल्दी देखिन्छ, पातहरू हरियो देखिन्छ। समग्रमा भन्नुपर्दा बिरुवाको अल ओभर ग्रोथ निकै राम्रो भएको छ। खरबुजा लहरे बाली भएको कारणले यसको लहराहरूलाई सपोर्ट दिनको लागि यसरी डोरी बाँधिदिनु पर्छ।
अब खरबुजाको लहराहरूलाई स्वर्ग जाने बाटो यानि कि धागोमा अल्झेर मास्तिर जाने बाटो देखाइदिनुहोस्। त्यसपछि यसरी माटो खन्नुहोस् र त्यहाँ राम्रोसँग पाकेको गोबर मल हाल्नुहोस्। यसरी सबै बिरुवामा मल हालिसकेपछि फेरि त्यो बोराको टुक्राले छोपिदिनुहोस्। हामीले बिरुवा जारमा ट्रान्सफर गरेको पनि आज 20 दिन भइसकेको छ। हेर्नुहोस् त 20 दिनमै यति राम्रो ग्रोथ भएको छ। फुल पनि फुलिसकेको छ। बिरुवा सारेको 30 दिनपछि आहा कति राम्रो फुल लागेको। अब यो भाले फुललाई पोथी फुलसँग पोलिनेसन गराउनेछौँ। यसरी फुल बीच हुने सेक्स प्रक्रियालाई पोलिनेसन भनिन्छ। यो प्रोसेस प्राकृतिक रूपमा हावा मार्फत हुने गर्छ र अप्राकृतिक रूपमा भिडियोमा देखाए अनुसार हातैले पनि सेक्स गराइदिन सकिन्छ। जसरी मान्छेमा सेक्स भएपछि बच्चा जन्मिन्छ त्यसरी नै बिरुवामा पनि पोलिनेसन भएपछि धेरै फल लाग्ने गर्छ। अब पुरानो टुसाहरू भाँचेर फ्याँकिदिनुहोस् ताकि अरू धेरै नयाँ टुसाहरू पलाओस्। त्यसपछि बुढो भएको पुरानो पातहरू काटेर फ्याँकिदिनुहोस् जसले गर्दा पातले खाने न्युट्रिसन्स पनि फलले खान पाउँछ र फल ठुलो हुन्छ। जब खरबुजा अलि ठुलो हुन थाल्छ त्यसलाई यसरी जाली राखेर सपोर्ट दिनुपर्छ किनकि फलको वेट बिरुवालाई गरुङ्गो नहोस् र फल टुट्ने झर्ने सम्भावना पनि निकै कम हुन्छ। साथीहरू, आज हामीले बिरुवा सारेको 70औं दिन। हेर्नुहोस् त हाम्रो खरबुजा लगभग खानको लागि तयार भइसकेको छ। हेर्दै खाउँ लाग्दो, कति रसिलो होला, कति गुलियो होला। सायद तपाईहरूको मुखमा पानी आयो होला। पक्नुस्, म तपाईहरूलाई एउटा काटेर देखाउँछु। वाउ, एकदमै गुलियो होला जस्तो छ। खरबुजा भएपछि जुसी त अभियसली हुने नै भयो। साथीहरू, तपाईहरू पनि घरको कौसीमा यसरी नै सिम्पल तरिका युज गरेर खरबुजा फलाएर यो गर्मी मौसममा आफ्नो परिवारजनहरूसँग बसेर खरबुजाको आनन्द लिन सक्नुहुन्छ। साथीहरू, तपाईलाई आजको यो भिडियो मन पर्यो भने लाइक गर्नुहोस्। कमेन्टमा तपाईहरू कहाँबाट हेर्दै हुनुहुन्छ लेख्नुहोस् र च्यानल सब्सक्राइब गरेर हाम्रो यो भिडियो आफ्नो साथीभाइसँग सेयर गर्न नबिर्सिनुहोस्।